भनिसक्नुभयो। हामीले परिवर्तन 47 सालको संविधानलाई भरको दोष, नेताको त कुनै दोषै थिएन, सबै नेता दोष जति संविधानलाई दिएर हामीले परिवर्तन गर्यौँ। 72 सालमा नयाँ संविधान जारी गर्यौँ। तर आज के छ त स्थिति? संविधान बनेको पनि 10 वर्ष भइसकेको छ। आज जनतामा निराशा बाहेक केही पनि छैन। यो देशको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस पार्टी हो। नेपाली कांग्रेस पार्टी 7 सालको क्रान्तिको नायक, 30 वर्षसम्म पञ्चायती व्यवस्थासँग एक्लै लड्ने कांग्रेस, 46 सालको आन्दोलनको नायक कांग्रेस, 62-63 आन्दोलनको त्यो नायक भएको कांग्रेस। आज नेपाली कांग्रेस पार्टी कहाँ छ? कांग्रेस भित्र कांग्रेस खोज्नुपर्ने स्थिति छ। केवल नेपाली कांग्रेस पार्टी निर्वाचनमा ठूलो दल हुँदैमा, निर्वाचन आयोगमा दल दर्ता हुँदैमा, केन्द्रीय कार्य समिति पनि हुँदैमा, त्यसका तलसम्म संगठन पनि हुँदैमा कांग्रेसको जीवनमा कांग्रेस छैन भने, कांग्रेसमा विचार हुँदैन भने, कांग्रेसमा आस्था र मूल्यको राजनीति हुँदैन भने, केवल सत्ताको मात्रै राजनीति हुन्छ भने कांग्रेसले यो देशको राजनीतिलाई विकास दिन सक्दैन। बीपी कोइराला जस्तो महान संस्थापक नेताले यदि निष्ठाको विचारको राजनीति नगरेको भए अहिलेका नेताले जस्तो प्रधानमन्त्री बन्नका लागि केवल केही थान मन्त्रीका लागि, केही थान आफ्ना मान्छेलाई कुनै पदमा पोस्नका लागि दिल्ली र बेजिङ अथवा पश्चिमतिर कसै खुसामत गर्ने, नेहरूसँग अलिकति खुसामत गरेको भए, राजा महेन्द्रसँग खुसामत गरेको भए, प्रजातान्त्रिक मूल्य र मान्यतामा त्यसरी अडिग नहडेको भए बीपी कोइरालाले त्यो जेल जीवन जानु पर्दैन थियो, पुस 1 गतेको काण्ड हुँदैन थियो। राजनीति निष्ठा र आदर्श बिनाको राजनीति त्यो राजनीति हुँदैन। हामीले प्रजातन्त्रका धेरै कुरा गरेका छौँ। प्रजातन्त्रको विकल्प छैन, प्रजातन्त्रको विकल्प अझ सुन्दर प्रजातन्त्र हो। तर प्रजातन्त्रको विकल्प गणतन्त्र हुन सक्दैन। प्रजातन्त्र भनेको छुट्टै विषय हो, गणतन्त्र भनेको छुट्टै विषय हो। यहाँ त के भाष्य निर्माण गरियो? 46 सालको जनआन्दोलन प्रजातन्त्रको लागि, 7 सालको क्रान्ति पनि प्रजातन्त्रको लागि, 62-63 को आन्दोलन लोकतन्त्रको लागि। अझ राजा फालेर गणतन्त्र ल्याइसकेपछि त्यो लोकतन्त्र भनेकै त्यो गणतन्त्र हो, त्यसको अझ समृद्ध त्यो भाष्य निर्माण गर्यो। देश र जनतामा निराशा छ, नाना भाँतीका जार्गन सिर्जना गर्ने, जनतामा भरम सिर्जना गर्ने, क्रान्तिका नाममा सपना बाँड्ने, जनताहरू सबै आलिशान बाजा भ्रष्टाचारबाट मुक्त गर्न नसक्ने। 46 सालको जनआन्दोलन पछि दुईटा प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी र त्यसको साथमा केही हदसम्म सुशील कोइराला बाहेक कोही व्यक्ति कारवाही भएन होला शक्तिमा बसेर, कोही व्यक्ति भ्रष्टाचारबाट मुक्त भएको तपाईँ सुन्नु भएको छ? चाहे अहिलेको सिटिङ प्रधानमन्त्री होस् अथवा फेरि म प्रधानमन्त्री हुन्छु भनेर वेटिङ प्राइम मिनिस्टर होस् वा भूतपूर्व प्रधानमन्त्री हुन् भने यो स्थितिमा अनि जनतामा निराशा बढेर अनि के बढ्छ? त्यसकारण जनताको निराशा चिर्नको लागि नेपाली कांग्रेसले आफ्ना प्रात स्मरणीय नेता कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, गणेशमान सिंह, बीपी कोइराला, सुवर्ण शमशेर, सूर्य प्रसाद उपाध्याय जो यी सबै संस्थापक नेताहरू हुनुहुन्छ, उहाँहरूलाई सम्झँदै अब कांग्रेसले मम गर्ने बेला आएको छ। कांग्रेसले रिथिङ गर्ने बेला आएको छ। केवल आफ्ना चाहिँ फेरि तपाईको यो परिवर्तनका नाम हामीले बोकेको मुद्दालाई खाली मात्रै बोकेर पनि कांग्रेसले अब यो देशलाई निकास दिन सक्दैन। लोकतान्त्रिक पार्टी, म नेपाली कांग्रेस पार्टी भित्र अलिकति भिन्न विचार राख्दै आएको व्यक्ति पनि हो। म लगातार विगतको 3वटै त्रिवेणी महासमिति बैठक, यसभन्दा अगाडि काठमाडौँमा भएका 2टा महासमिति बैठकमा नेपाली कांग्रेस भित्र हिन्दू राज्य हुनुपर्छ भनेर लड्ने व्यक्ति पनि हो। नेपाल बहुमत महासमिति सदस्यले नेपाली कांग्रेस पार्टीमा गएको गत वर्ष मङ्सिरको अन्तिम पुसको पहिलो सातामा भएको महासमिति बैठकमा हिन्दू राज्यको पक्षमा बहुमत सदस्य महासमिति सदस्यहरूले टेबुल गरे। महासमिति बैठकमा नेपाली कांग्रेस पार्टी आफूलाई प्रजातन्त्रवादी भन्छ। इतिहासको सबैभन्दा गौरवशाली प्रजातन्त्रवादी कांग्रेस नै हो, तर इतिहास बजार मात्रै हुँदैन। आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टीले जनताको स्पन्दनलाई छुन सकेन, जनताले के खोज्छन् त्यो त्यसलाई समात्न सकेन भने कांग्रेसले त्यो इतिहासको जसरी विगतको देखि नेपाली कांग्रेसले राष्ट्रिय राजनीति सधैँ गार्जियनसिप लिन्थ्यो। केन्द्रीय समितिले लिने निर्णय, एउटा महासमिति बैठक अथवा महाधिवेशनको बैठकले गर्ने निर्णयले आम मुलुकभरिका जनताले हेर्थे, अन्तर्राष्ट्रिय जगतले पनि आकर्षक ढङ्गले कांग्रेसले के निर्णय लिन्छ, अब कांग्रेसको बैठक बस्दैछ, के गर्दैछ, कांग्रेसको कार्य सम्पादन समिति बैठक त के निर्णय गर्छ भनेर आम पत्रकार जगतले पनि ठाडो सिर पारेर हेर्थे। आज कांग्रेस केवल
प्रतिक्रिया जनाएर बस्ने स्थितिमा पुगेको छ। काङ्ग्रेसले इतिहासको आफ्नो त्यो गौरवशाली भूमिका निर्वाह गर्न सकेन। मुलुकका उपस्थित सामु भएका समस्याहरूलाई सम्बोधन गर्न सकेन। हालाकि प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी ओली बाहेकका केही छितर विचार नेताहरूले बाहेक नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट 25 गते महाराज ज्ञानेन्द्रले 25 गते जारी गर्नु के अरे फागुन 7 गतेको अवसरमा जारी गर्नुभएको देशवासीका नाममा जारी गर्नुभएको सन्देश र त्यसको पृष्ठभूमिमा महाराजलाई जुन स्वागत आम नेपाली जनताले गरे ती त जनतै हुन् नि। कसैको चाहिँ ल है तिनीहरू जनता होइनन् भनेर त्यसलाई चाहिँ कसैले अवमूल्यन गर्न त सक्दैन। त्यो मास पछि नेपाली काङ्ग्रेस पार्टी भित्रबाट कुनै त्यस्तो चाहिँ विरोध कुनै नेताहरूले त्यस्तो शब्द हरेक विगतका घटनाहरूमा टीका टिप्पणी गरेर नै हाम्रा काङ्ग्रेसका 2 महामन्त्रीहरूले पनि यो विषयमा केही बोलेको देखिँदैन। म आशा गर्न चाहन्छु काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठक बस्दैछ। काङ्ग्रेसको कार्य सम्पादन समितिले हामीले विगतमा शान्ति प्रक्रिया हुँदै संविधान निर्माणको चरणसम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हामीले यसो औँला दिए हुन्थ्यो, डुँडलै दियौँ। कतिपय कुराहरू हामीले नेपाली काङ्ग्रेस पार्टीले आफ्ना फाउन्डिङ प्रिन्सिपल नेपाली राजनीतिको सन्दर्भमा बीपी कोइरालाले दिनुभएको मार्गदर्शन, राष्ट्रिय एकता र मेलमिलापको नीति र त्यो नीतिको तहमा हिँडेका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले हिँडेको विचार र मार्गदर्शनबाट काङ्ग्रेस कता कता विचलित भएको छ। त्यसकारणले काङ्ग्रेस आज एउटा देशको सिङ्गो दल संसदमा ठुलो हुँदाखेरि पनि कहिले 32 सिटलाई अगाडि लगाएर सरकारमा सहभागी भएको छ। अहिले फेरि तपाईँको चाहिँ माइलो ठुलो दललाई प्रधानमन्त्री दिएर 17 महिनापछि प्रधानमन्त्री पद आउला भनेर कुरेर बस्नु पर्ने स्थितिमा हामी प्रतिक्रियाहीन 17 महिनाका लागि मात्रै कुर्ने र देशका जल्दो बल्दो समस्यालाई सम्बोधन नगर्ने काङ्ग्रेसले जसरी विगतमा इतिहासमा देशका चाहे त्यो 7 सालको क्रान्तिमा होस्, 2046 सालको जनआन्दोलनमा भन्नुहोस्, माघ 19 को कदमको विरुद्धमा जुन काङ्ग्रेसले भूमिका निर्वाह गर्यो, त्यसै गरी देश अहिले जुन सङ्कटमा छ, देश सङ्कटको डिलमा उभिएको छ। काङ्ग्रेसले अब आफूलाई गम्भीर बनाउँदै नेपाली काङ्ग्रेस पार्टीले यथाशक्य छिटो केन्द्रीय कार्य समितिको बैठक, केवल कार्य सम्पादन समितिको बैठकले मात्रै होइन, परे आवश्यक परे महासमितिको बैठक पनि बोलाओस् र काङ्ग्रेसले यो देशलाई निकास दिन, प्रजातन्त्रलाई अझ सुदृढ दिँदै यो देशका सबै शक्तिहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रियतालाई बलियो र अहिलेको चाहिँ हाम्रो चाहिँ के छ भने नेसन फर्स्टको राजनीति भएन, केवल सत्ता फर्स्ट, सत्तामा पुग्ने, भ्रष्टाचार गर्ने, भ्रष्टाचारको पैसाले पार्टीको नेतृत्व कब्जा गर्ने, पार्टीको नेतृत्व कब्जा गरिसके फेरि देशको नेतृत्व कब्जा गर्ने, त्यो भेषीय सर्कलमा त्यो इन्ट्रेस्टमा देश घुमेको छ। त्यसबाट प्रजातन्त्रलाई पनि सुदृढ गर्दै राष्ट्रलाई पनि बचाउँदै यही गतिमा गयो भने यिनै दलले राष्ट्र बचाउँछन् कि बचाउँदैनन् शङ्का छ। पञ्चायतमा पनि द्वन्द्व थियो तर राष्ट्रको भविष्यप्रति चिन्ता थिएन। प्रजातान्त्रिक अधिकारको लागि पञ्चायती व्यवस्था पक्षधर र प्रजातान्त्रिक शक्तिका बीचमा द्वन्द्व थियो। तर अहिले त प्रजातन्त्रको बारेमा जनतालाई चिन्ता छैन, प्रजातन्त्र कहीँ कसैले लिएर जाँदैन। महाराजको सन्देशमा पनि प्रजातन्त्रप्रति कमिटमेन्ट मैले पाएको छु। तर देश सङ्कटमा छ, राजाले राखेको सन्देशलाई केवल ओठे भक्ति देखाएर आलोचना मात्रै गर्ने होइन, देशलाई केन्द्रबिन्दुमा राखेर, नेपाललाई केन्द्रबिन्दुमा राखेर देश बचाउनको लागि देशका सबै शक्तिहरू, पुराना शक्तिहरू, नयाँ शक्तिहरू सबै एक ठाउँमा उभिएर नेपाललाई बचाउने बाटोमा काङ्ग्रेसले अग्रसरता लिन दिनुपर्छ। यो अवसरमा हाम्रा आदरणीय नेपाली काङ्ग्रेसका पूर्व सभापति, यो देशका क्रान्तिका नायक, प्रजातान्त्रिक आन्दोलनका नायक, शान्तिका नायक गिरिजाप्रसाद कोइरालाको आत्मालाई पनि शान्ति हुन्छ यदि हामीले प्रजातन्त्र सुदृढ गर्दै देशलाई बचाउन सक्यौँ भने आमन्त्रण गर्नु, यहाँको बिचमा उभिएर मेरा केही धारणाहरू गिरिजाप्रसाद कोइरालालाई श्रद्धाञ्जली व्यक्त गर्दै केही विचारहरू अभिव्यक्ति गर्ने अवसर दिनु, यहाँहरूले सुनिदिनु पनि हो। धन्यवाद। जय नेपाल। सर, एउटा प्रश्न गरेर जस्तो तपाईँले पटक पटक चाहिँ माओवादीले चाहिँ काङ्ग्रेसले ल्यायो भनेर भन्नुभएको छ, अघिल्लो काङ्ग्रेस नेताले त्यही भन्नुभयो। त्यति बेलाको परिस्थिति हामीले पनि बुझेका छौँ। राजाले तपाईँहरू 7 दललाई लात्ता हानिसकेपछि माओवादीसँग ढोल्नु गएको इतिहास पनि यता कता सुनिन्छ, पढिन्छ पनि होइन, भन्छन् माओवादी नेताहरूले। के हो खासमा तपाईँहरूले माओवादी ल्याएको हो कि माओवादीहरूको तपाईँहरू ढोल्नु गएको राजाले गलत दिइसकेपछि? होइन, तपाईँको प्रश्न जायज प्रश्न छ। हुन त यसो अनुहार जुङ्गा गरेदेखि भर्खर बसे जस्तो लाग्छ, त्यस बेला कति हुनुहुन्थ्यो त्यो बेला होइन हो त। खैर ल, धन्यवाद प्रश्नकर्तालाई। निश्चय पनि तपाईँले भनेको कुरामा त्यो भ्यालिड प्रश्न छ। म आफै पनि त्यो माघ 19 पछि त्योभन्दा अगाडि प्रतिगमन विरुद्धको आन्दोलनमा अग्रणी मोर्चामा लडेको व्यक्ति हुँ। 7 राजनीतिक दलको गठन
काङ्ग्रेसले एक्लैले महाराज ज्ञानेन्द्रको कदमका विरुद्ध लड्न नसक्दा काङ्ग्रेसले संसदवादी वामपन्थी साथ एमाले सहितको एउटा गठबन्धन निर्माण गर्यो। त्यो गठबन्धनले पनि एक्लै ज्ञानेन्द्र कदम विरुद्ध लड्न नसक्दा माओवादीसँग दिल्लीमा 12 बुँदे सहमतदारी गरेको कुरो सत्य हो। तर त्यसको साथसाथै त्यति मात्रै पनि के सत्य होइन भने माओवादीले त जनतावादी सत्ता स्थापना गर्नको लागि क्रान्ति गरेका थिए हैन। तर उनीहरूले पनि अब हामी सकिन्छौँ, अब हामी त्यो जनसत्ता प्राप्ति गर्न सक्दैनौँ, काहीँ न काहीँ उनीहरूले ठाउँ स्पेस खोजिरहेका थिए। त्यो समयको अवसर गरे, 7 राजनीतिक दलसँग चाहिँ सम्झौता गर्न आए। त्यसको परिणाम 62-63 आन्दोलनको सफलता हो। जस्तो नि एउटा प्रश्न है एकजनाले 62-63 को आन्दोलन पश्चात जब 72 सालमा संविधान घोषणा भयो त्यति बेला काङ्ग्रेसकै नेतृत्व थियो। तर काङ्ग्रेसले नै हिन्दू धर्म हटायो, राजा हटायो। तर अहिले राजाको पक्षमा हिन्दू धर्मको पक्षमा किन काङ्ग्रेस लबिङ गरिरहेको छ? तपाईँको अभिव्यक्तिले त्यो देखायो होइन। म त 12 बुँदेदेखि अहिलेसम्म म आफ्नो जे स्ट्यान्डमा बोलेको छु काङ्ग्रेसभित्र एउटा पृथक विचार राखेर हिँडिराखेको छु होइन। नेपाली काङ्ग्रेसको कुनै पनि सङ्गठनमा तल्लो तहदेखि तपाईँ महाधिवेशन महासमिति बैठक कहीँ पनि यो देशलाई हिन्दू राज्य बनाउने कि वैदिक सनातन राख्ने हो कि धार्मिक स्वतन्त्रता राख्ने हो, कुनै पनि विषयमा प्रवेश नगरिकन हठात केन्द्रीय समितिले निर्णय गरेर लादिएको विषय हो। त्यसै गरी यी गणतन्त्र धर्मनिरपेक्षता सङ्घीयता लगायतका मुद्दाहरूमा जुन व्यापक रूपमा पार्टीभित्र बहस हुनु पर्थ्यो, म त एउटा काङ्ग्रेस कार्यकर्ता हुनुको नाताले झन्डै मेरो पुस्ताले मैले पनि 5 दशक बिताइसकेको छु यो पार्टीमा। गर्व लाग्छ काङ्ग्रेस हुनुको नाताले। तर आजको काङ्ग्रेसको व्यथिति र काङ्ग्रेसको चाहिँ नि नेतृत्वको अनुहार हेर्दा दुःख पनि लाग्छ। तर चाहिँ यी सबै मुद्दाहरूमा चाहिँ नि काहीँ पनि 62-63 को आन्दोलन निरङ्कुश राजतन्त्रको लागि अन्त्य हो। महाराज ज्ञानेन्द्रको शासनकालमा म पनि लगभग गरी पटक गरी 6 महिना जेलमै थिएँ। तर चाहिँ हामी त्यो निरङ्कुश राजतन्त्रको लागि अन्त्य थियो। त्यसको साथसाथै तपाईँ यति कुरो त स्मरण गर्न सक्नुहुन्छ नि, वैशाख 11 गतेको शाही घोषणा 7 दलले तयार पारेर उहाँले जारी गर्नुभएको घोषणा महाराजले घोषणा गरे हो। त्यो नै सहमतिको दस्तावेज हो। त्यो सहमतिमा टेकेर वैशाख 11 गते 1 महिनाको बिचमा जेठ 4 गते म्याङ्ना काटामा त्यत्रो उत्सव परिवर्तनकारी दलले 7 दलले भने हो कि होइन, त्यो म्याङ्ना काटा बस महाराजको घोषणाबाट संसद पुनर्बहाली गर्ने, महाराज संसद पुनर्बहाली गरिबक्सिस आन्दोलनको प्रमुख माग त्यही थियो। संसद पुनर्बहाली महाराजको हुकुमबाट हुने, अनि महाराजकोबाट प्रधानमन्त्री र मन्त्रीहरूले शपथ खाने, अनि त्यही मन्त्री परिषदले राजा फाल्ने उद्योगके त्यो षड्यन्त्र धोखा प्राप्ति त्यहीँबाट प्रारम्भ भएको हो कि। त्यसै गरी त्यो जेठ 4 गतेको घोषणाले अब त्यो 5 बुँदे भित्रको के सहमति थियो अन्तरिममा कहाँ बन्द कोठामा के भयो मलाई थाहा छैन। राजाले घोषणा गरेको वैशाख 11 को शाही घोषणा नै एउटा सहमतिको दस्तावेज हो कि त्यो त तपाईँ हामी सबैको बिचमा छ। राजा र जनताको घाँटी जोडिएको छ। अब काङ्ग्रेस त्यही बाटोमा लाग्ने हो त? काङ्ग्रेस त्यही बाटोमा लागेन। बीपीको राष्ट्रिय एकताको मेलमिलापको नीतिमा त्यसै बेलामा मेरो लडाइँ प्रजातन्त्रको लागि निरन्तर छ, तर राष्ट्रियताको लागि र देश सङ्कटमा छ। त्यस बेलाको चाहिँ स्थितिलाई विश्वको स्थितिलाई उहाँले चाहिँ हेर्दै सिक्किमको भारतमा विलय, हामी त्यसमा अगाडि नै स्वतन्त्र देश टिबेट विलय भइसकेको थियो। काङ्ग्रेसले मम गर्नुपर्छ, काङ्ग्रेसले हामीलाई रोड करेक्सन गर्नुपर्छ। तपाईले महाराज सम्बोधन गर्नुभएको छ नि, यो कुरा संविधानले परिकल्पना गरेको छ? संविधानले के परिकल्पना गरेको छ? संविधानको तपाईँको 46 सालको जनआन्दोलन पनि संविधानलाई भत्काएर आन्दोलन हो। 62-63 को आन्दोलन पनि संविधानलाई नै च्यातेर अगाडि बढायो हो। पार्टीभित्रै मतभेद देखियो नि, एक पक्षले चाहिँ खरो रूपमा विरोध गरिरहेको छ अहिले। अहिले काङ्ग्रेस पार्टीभित्रबाट त्यति ठुलो खरो मत कृष्ण सिटौलालाई बाध्यता छ, गृहमन्त्री पदमा हुनुहुन्छ उहाँलाई बाध्यता होला। हामी जस्ता काङ्ग्रेसी म स्वतन्त्रलाई बोल्न पाउँछु, प्रजातन्त्रको लागि लड्या हो, अभिव्यक्ति स्वतन्त्रता छ भनेर काङ्ग्रेस भाउ यति व्यक्त गरेर काङ्ग्रेसमा पाइन्छ। सर तपाईँले भनेको महाराज आउनुभयो भने प्रजातन्त्र आउँछ अझै हामीले बोल्न पाउँछौँ भन्ने के ग्यारेन्टी छ? होइन, तपाईँको सबभन्दा पहिला त नेसन फर्स्ट हो, देश चाहिन्छ। देशलाई शिरोबिन्दुमा सबैले राखौँ, अनि महाराजलाई ठेगान लाउने जनताले हो। संसारमा सुन्दर प्रजातन्त्र पनि राजतन्त्रभित्र छन्, अहिले पनि दुनियाँमा अस्तित्वमा छन्। त्यो नेपालमा असम्भव भन्ने हुँदैन। आदरणीय पत्रकार साथीहरू, म एउटा कुरा डाक्टर सुनिधर केसी गिरिजा प्रसाद कोइरालाले माघ 19 पछि मलाई माघ 27 गते आफ्नो निवासमा बोलाउनुभयो, कोइराला निवास, राति 3:30 बजे। आज म एउटा खुलासा गर्दैछु, कृष्ण प्रसाद सुब्बालाई त्यो कुरा थाहा छ।